नमस्कार। आजको समाचारको निम्ति म कुमार लघु उपस्थिति भइसकेको छु। मुख्य मुख्य समाचारहरू यस प्रकारका छन्। आज मिति 2082 फागुन महिनाको 17 गते सोमबार, तदनुसार 2026 मार्च 1 सन्डे, तदनुसार नेवारी सम्वत 1146 चिल्लाठ त्रयोदशी आइतबार। अब मुख्य मुख्य समाचार यस प्रकारका छन्। नेमकिपालाई क्रान्तिकारी संसदवादको रूपमा उपयोग गर्छ। तेहरानमा हमला, तेस्रो विश्वयुद्ध निम्तिन सक्ने खतरा। संसदलाई जनउत्तरदायी जनताको हितमा काम गर्ने संस्था बनाउनु जरुरी। तेहरानमा इजरायली र अमेरिकी आक्रमण क्षेत्रीय तनाव चुलियो। जापानले सैन्यवाद तर्फ नयाँ कदम चालेको भन्दै चीनद्वारा अन्तर्राष्ट्रिय समुदायलाई सतर्क रहन आग्रह। जलालाबादमा पाकिस्तानी जेट खसालियो, पाइलट पक्राउ। इस्टर बम काण्ड, गुप्तचर प्रमुख 90 दिने हिरासतमा। चीनद्वारा अफगान पाकिस्तानमा युद्धविरामको आह्वान। अब सुन्नुहोस् पूरा समाचार। नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति भक्तपुर क्षेत्र नम्बर 2 को आयोजनामा मध्यपुर थिमी बोडे लाछीमा शनिबार चुनावी जनसभा भयो। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विरुक्षले क्रान्तिकै निम्ति दीर्घकालीन सोच राखेर संसदलाई कामदार जनता, देशको स्वतन्त्रता र सार्वभौमिकता, अन्तर्राष्ट्रिय एवं समाजवादको समर्थनमा प्रयोग गर्नु भनेको क्रान्तिकारी संसदवाद